जसको डर थियो इरानलाई र पुरै विश्वलाई त्यही भयो। आज राति अमेरिकाले इरानको 3 वटा न्युक्लियर साइटमाथि अट्याक गरेको छ र बम्बर अट्याक गरेको छ। र साथै डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर सञ्जालबाट यो अपरेसन सक्सेसफुल्ली कम्प्लिट भयो यसको लागि आफ्नो जति पनि जहाज थिए त्यसलाई धेरै धन्यवाद दिएको छ र यो कुरा भनिएको छ कि हाम्रो सेना भन्दा राम्रो कहीँको सेना छैन। हाम्रो जहाज जति पनि छ जुन पनि त्यहाँ बम गिराउन गएको त्यसलाई तहस नहस गर्न गएको त्यो भन्दा राम्रो संसारमा कोही छैन। यस्तो भनेर ट्विटरमा आज राति भनेको छ। यसको कारणले गर्दा आज पुरै विश्वलाई लाग्छ कि अब यो साँच्चीकै वर्ल्ड वार 3 मा चेन्ज हुन गइरहेको छ। र जब वर्ल्ड वार 3 हुन्छ तब विश्व दुई पक्षमा विभाजन हुन्छ। धेरै देशहरू इजरायलको साथ हुन्छ र धेरै देशहरू इरानको साथ हुन्छ र यसको बीचमा हामीहरू र जति नेपाल, इन्डिया, बङ्गलादेश छ सबैहरूको देशमाथि प्रभाव पर्छ। आज अमेरिकाले जुन कुरा हिजो भनेको थियो, अमेरिकाले हिजो भनेको थियो 2 हप्ताको लागि म पछाडि हट्दैछु, म कसैको साथ दिन्न, म यो कुरा गर्दिन, 2 हप्तापछि म यसको बारेमा केही कुरा गर्छु। तर सबलाई एउटा कुराको डर थियो, यदि अमेरिका पछाडि हटेको छ भने कुनै यसको ठुलो प्लान छ र त्यो प्लान 10 घण्टा नबित्यो कि आज राति यति ठुलो अट्याक गरेको छ र धेरै क्षति पुर्याएको छ इरानको। तर एउटा कुरा याद राख्नुपर्छ अमेरिकालाई, अब इरान चुप बस्दिन। अब इरान पनि अट्याक गर्छ र आफ्नो हक अधिकारको लागि लड्छ र इरानको साथ दिने जति पनि देश छ अहिले जुन सामनेमा चीन आएको छ, नर्थ कोरिया आएको छ, किम जोङ साफ भनेको छ यदि अमेरिकाले अट्याक गरियो भने म पनि अट्याक गर्छु। अब यो वर्ल्ड वार 3 आइसकेको छ। न्यू अपडेटको लागि मेरो पेजलाई फलो गर्नुहोस्। थ्याङ्क यू सो मच। जय नेपाल।